ल हेर रवि लामेछानेलाई भारतमा गएर पनि आफ्नो नाम रोशन गरेको छ। त्यसलाई हिजोको दिन थिचोमिचो गर्दैन, सक्दैन के। हिजोको दिन नि त्यसले सक्दैन भन्थ्यो कि मैले नि भन्छु क्या, सक्दैन के, रविसँग सक्दैन। रविले आनार हेरेर पढ्छ, बुझ्यौ। बाल्नेले गनिगित्तै बुझ्छ के भन्छ भन्नु। सुजनले के गर्छ थाहा छ, तनलाई पक भन्ने छोड्दैन। यो तीनजना एक त भयो नि, काम छैन कोही, सब जान्छ क्या, सब जान्छ भन्छ नि। यो आमा बोल्यो भन्छ, कतिले भन्छ, कति बोल्ने, कति चाहिँ रवि, सुजन, बालेन भन्छ मलाई। मेरो छोराहरू हो, मैले नपाए पनि मेरो छोराहरू हो, बुझ्यौ नि। भोलि चाहिँ म मरेरै जाओस्, जेसकै होस्, कमसेकम म भिडियो हेरेर यो आमा त यतिखेरको आमा हो भन्ला। तर म एकदम खुसी छु, एकदम खुसी छु। छोराहरूले त्यस्तो गर्ने, जेन्जी बच्चाहरूलाई कमसेकम न्याय त दिन्छ यिनीहरूले भन्ने एकदम ठुलो आशा छ। अनि यो बुढोपाको बिमारी भएकाहरूलाई यिनीहरूलाई पनि न्याय निस पक्कै दिन्छ भन्ने आशा र भरोसा छ। यो आशा र भरोसा, आमाहरूको आशा र भरोसा यो तीनजनाले चाहिँ टुट्न दिन्न। तर यो तीनजनासँग सक्दैन क्या, सक्दैन भनिहाल्ने थियो रवि लामे, सक्दैन क्या, सक्दैन। मोडिहाल्यो नि, मोडिहाल्यो, मोडेन भने सक्दैन भन्थेन, सक्दैन, यिनीहरूले सक्दैन। हेर्दै जा सीमा झोल्याहरू, मजाले झोल्याहरूलाई देखेर त मेरो रुम त्यसै नभएको रुम पनि ठाठारो हुन्छ। लौ जा मेरो भिडियो हेर।